बोला। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। इट्स मी सृजना ठकुरी। सो आज चाहिँ तपाईँ देख्न सक्नुहुन्छ म कहाँ आएको छु हेर्नु यता यता। आज चाहिँ हामी आएको हो कोबेको ओजी जूमा। यहाँ चाहिँ आज हाम्रो कलेजबाट इभेन्ट थियो। सो एकदमै रमाइलो होला भन्ने आश छ, तपाईँहरू पनि आउनु होला। हामी चाहिँ अब घुम्छ, प्लस हाम्रो चाहिँ मिसन पनि छ, यहाँ आउनुको मिसनहरू पनि छ धेरै नै। त्यो मिसन पनि पुरा गर्नु छ, प्लस हामी घुम्नु छ। अहिले फोटो भिडियोहरू सबै अपलोड गर्छु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ कति राम्रो छ ठाउँ। तपाईँहरू आउनु नबिर्सिनु होला है गाइज। 비록 끊어지다 이래 비록 아이 거친이 완라인 됐대 비록 हेलो गाइज, हामी भित्र छिरिसकेको छौँ है। यो हाम्रो टिकट हाम्रो साथीहरू ठाउँ नै पत्ता लागेन है। सी लायन लायनको यहाँ रहेछ। जनावर हेर्न आएको कि हामी जनावर भएर आएको थाहा। यहाँ राम्रोसँग नै भेट्टाइराखेन हेर्नु, साथीहरू हिँड्दै यहाँ खोज्दै खोज्दै यस्तो हान्छ टिक्क परेको मेरो साथीहरू। हेलो यता मेरो साथी भ्लगरहरू आउँदैछ है। गाइस हामीले फेरि अझै अरू बाँकी छ, जाँदैछौँ। सबै फोटो भिडियोहरू म पछि राखिदिन्छु ल त्यसमा, पछि उसमा। अनि हेर्नु होला तपाईँहरूले, गर्मीले हुन्छ भिडहरू यस्तो हो हालत। यस्तरी हिँड्नु पऱ्यो हामी। साथीहरू यहाँ खोज्दै हिँडिरहेछ। यहाँ हाम्रो राम्री साथी, अर्की राम्री साथी। हेलो मात्रै फोटो भिडियो बनाउन आएको थिएँ यहाँ। अब हामी घुमेको गरेको चाहिँ सबै खिच्न पाएन है। मैले यति मात्र क्लिप गरेको थिएँ। बोल्नु नि, यति मात्र बनाएको छौँ, त्यति नै भिडियो हामी राख्ने कोसिस गर्नेछौँ। बरु फोटोहरू राखिदिन्छौँ होइन, फोटोहरू जनावरहरूको फोटोहरू राखिदिन्छ। अनि जनावर जस्तै भन्छ जनावरको पहिलो नम्बरमा यता अनि त्यसपछि यहाँ एकदमै राम्रो छ। जापानमा को हुनुहुन्छ होला, तपाईँहरू आउनु होला प्लिज। कहाँ रे दिदी? ओसाका कोबे ओजी जू पार्क आउनु होला। यस्तो राम्रो छ हेर्नु त, यहाँ हेर्नु त एकदमै राम्रो छ ठाउँ त। हामी त कलेजले ल्याएर खासै राम्रोसँग घुम्न नि पाएन। अब हामी निस्किनु पर्ने हुन्छ, त्यही भएर भ्लग सानो हुन्छ यो। जस्ट मिनी भ्लग एउटा मेमोरीको लागि मात्र बनाएको मैले होइन। हामी अब पछि कहाँ कहाँ हुन्छ नि त, अनि त्यही भएर त्यति बेला हेर्नुपर्छ। यस्तो मेमोरी टाइमहरू गरेको थियो हामीले भन्दै जनावरको के हो त्यहाँ हेर्न सक्नुहुन्छ। जेब्रा क्रसिङ यहाँ आज बच्चाहरूको पनि इभेन्ट रहेछ, उनीहरूलाई पनि आएर यस्तो राम्रो हावा लाग्यो यहाँ। हामी यत्तिकै बसेर हेर्नु, दिदी हात लाग्नु। धेरै रमाइलो छ जापान। सो गाइस त्यही हो, म पछि भिडियोहरू हाल्छु होला। सबैले लाइक सब्सक्राइब धेरै माया गरिदिनु होला मेरो मिनी ब्लगमा। खासै बनाउन त आउँदैन, जस्ट स्टार्ट गरेको हो मैले। अब त्यही हो, हेर्दै गर्नु होला ल। म अहिले पछि अपलोड गर्छु सबै फोटो भिडियोहरू। बाई बाई दिदी, बाई बाई भन्नु न। बाई बाई सबैजनालाई। ठाउँहरू हेर्नु त्यहाँ। यो त म त खेल्दैन चर्केपिङ त, नेपालमै खेलेर मेरो आँसु सासु सबै सकी भएको रुदा चर्केपिङ प्लस डुङ्गाहरू खेल्दा म नेपालमै टाढै रोएको छु। हेर्ने बच्चाहरूको दिदी आइसक्रिमहरू खाने
खानु जाऊँ न त हामी चाहिँ आइसक्रिम खान जानु है गाइस फेरि भोक लाग्यो सेन्सेहरू हुनुहुन्छ के भयो त खाने